यस्तो भन्छ होइन भाइ हाम्रो हन्टिङ होइन यस्तो छ है अल भाइले यस्तो होइन यस्तो माछा दिएछ नेपालको अन्ली पिस माई नगरपालिका इलाममा मात्रै पाइन्छ क्या फेरि धेरै जस्तो माई खोलाबाट आउने क्या डाइरेक्ट फेरि ओ कस्तो भयो क्या मिस भएको छ अहिले हाम्रो होइन अन्त डाइरेक्ट फेरि हिजो माछा होइन कौडी खोपा माछा भनेको चाहिँ फकटै त्यस्तो हान्ने हो क्या सानोतिनो हान्दिनँ नि त त्यस्तो माछै मन पर्दैन क्या फेरि मलाई मासु भएको हुनुपर्छ नि त होइन मेरो भाइ चाहिँ यस्तो मिहिनेत गर्छ होइन माछाको लागि हेरौँ आमा लास्टै मिहिनेत गर्छ क्या राति कति बजी छ अनि अहिले झन्डै 12 बजी न 12 बजिसक्यो के किरा त्यहाँ गर्ने चाहिँ हौ फेरि आमा यस्तो क्या हुनु भाइ यस्तो बाँच्नु थिएन हौ दुडालाई त मुला हेर थोरै भएको छ आम्मा अलि एउटा ल दामी छ लु थोरै भएको छ एकचोटि देखाइदिनु न त हाम्रो झोला पनि झोलामा यत्रो छ यार यी हाम्रो फुत्रुक फुत्रुक उफ्रिरहेछ हेरौँ त ल तपाईँकोतिर हुन्छ यसरी बाहिर हिले भागे पनि हामीलाई केही छैन होइन भागेको ओ माई लॉर्ड कितना खुश पहले में कभी नहीं हुआ था तर पनि हामीले धेरै मारिसकेको छौँ नि त होइन 2 किलो हामी मारिँदैन 2 किलो जति मारिसकेको छौँ हामीले अलिकति चाहिँ घरमै छोडेर आएको छौँ होइन अब पुरा मासु र माछा लभर हो क्या हामी फेरि दिनरात एक गरेर माछा चाहिँ मार्ने हो क्या तर फेरि हाम्रो यस्तो माछा पाइन्छ कि कताको माछा हेरौँ न माछा फेरि छोड्दैन हौ छोड्दै यस्तो बसिरहेको छ हिँड्दै होइन हाम्रो यो गाउँमा यहाँबाट मारेको भोलि यो पानी खोला मार्नुपर्छ होला हौ थोरै खान्दा माछा त नि आमा ओ अनमा हिँड्दै बसिरहेको छ यार भाग्न आँटो यार आमा भिडियो ल फाइनली मारिदिएको छ मैले लु अब त 2-3 किलो भइसक्यो नि भाइ छोडिदिउँ अब त बाँच्नु दिउँ भोलि के मार्नु यार आमामा सिद्रा पनि छोड्दै बच्चाहरूलाई के मार्नु हो हामी त मासु भएको चिज मात्रै खोज्ने हो क्या मासु लभर हो नि त हामी होइन मासु बिना फेरि के भन्नु हो मार्दिएको मेरो भाइ चाहिँ यस्तो छ कि फेरि होइन जस्तै मारिदिन्छ क्या फेरि अनिल भाइ दाजुलाई यस्तो ठाउँमा हिँडाउँछ होइन भाइले यति मेहनत गरिरहेछ होइन आमा खतरा आयो कहाँ आयो धमिलो भइरहेछ
छोडेन भोलि मार्दा भइहाल्यो नि त ठुलो छ छोड्यो भोलि 1 किलो मासु खाउँछु भने यिनले छोडे त्यत्रो दुःख नगर्न हौ छोडे ओ माइ लर्ड लो यो चाहिँ फेक होइन यो चाहिँ ओरिजिनल हो फेरि होइन हाम्रो अन भाइले खत्रै 1 किलो मासु किनिदिनु भन्दाखेरि होइन हिले माछा होइन यत्रो बटाक 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 हुँदै छिरिसक्यो झोलामा कस्तो यार अलमा के मित लगाएको थिएछ क्या तैँले माछासँग बाहिर बाहिर अब म टस देखाउन सक्दिनँ होला यार जे हान्छस् त अनि दल त त्यही त अघि राखेर आऊँ न भनेको मैले अघि आधी राखेर आएको नि 2 किलो जति अब त धेरै भइसक्यो कत्रो छ हौ माछा आमा ओ कत्रो आम फक्कै नै मरो आम मरो त ए ल भोलि केसँग खाने कोकसँग कस्तो होइन रक्सी खान छोडिहाल्यौँ हामीले नि दारू खान छोडियो तकिन्द एकछिन भोलि तकिन्द भोलि एकछिन दसैँ आएको छ नि त अब दसैँमा झन् त्यस्तो त भिडियो नबनाऊ जस्तो यस्तो हान्छ अलबाली चाहिँ हाम्रो अलबाली हेरौँ त कसैले हान्न सक्छ ल नेपालमा च्यालेन्ज गरौँ लु सकेछ अन्त होइन कान काटेर पत्तामा राख्नु चाहिँ भन्नु भएन गोङ्गटा 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 छोडिदिउँ कस्तो खान्छ होइन चाइनिजहरूले क्यारेङ 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 मलाई मन परेन क्या फेरि यो फेरि लास्टै डर लाग्छ मलाई होइन कता हो गोङ्गटाई मेरो चाहिँ दुश्मनै हो फेरि यो म यहीँ बस्ने भयो नि गोङ्गटा चाहिँ पक्रिँदिनँ हन्टिङ सुरु भइरहेको छ होइन हाम्रो खतरा माछा मुला अघि राखेर आएको नि हामीले 2 किलो अब त नगरौँ हो अब त बाल हत्या हुन्छ होला हो नगरौँ यो चाहिँ अस्ति हामीले काम गरेको ठाउँ हो होइन त्यहाँबाट यस्तो निहुरिनु पर्ने अरे अब एकछिन पुस गरौँ न नन्ना साइले अर्को साल मारौँ ल अनि भाइ हामीले यसलाई अर्को सालमा अर्को साल छोड्यौँ त बिचारा होइन बाँचिस जा अर्को साल होइन ठुलो भएर आउँछ नि त यो माइखोला भएर माइखोला हाम्रो नजिकै छ नि त गौँटा कत्रो क्र्याप्स ककले उताबाट नि हेर्छ होला नि त क्र्याप्स हो क्या यो चाहिँ क्र्याप्स कत्रो हिलो छिरो यार यहाँ अघि जस्तो निकाल्छ कत्रो भन्दा दाजु भाग्नु हुँदैन यार कत्रो भएको नि आम्मा यो त चिरो नि हो नि लाग्ने चाहिँ लाग्यो लाग्दा लागेको थियो नि अब छिरीको त दुलोमा कत्रो छ नि गाई ओ गाई त कत्रो भाग्थ्यो
कहाँ गयो यतै भागो नि यार कस्तो हेडसट लाग्दा नि भागो बिचराको कत्रो होइन र पनि मरेको भने त हुन्थ्यो नि त होइन घाइते भयो घाइते भयो नि त होइन उसलाई नै दुःख भयो नि त त्यो भनेर हामीसँग आएको होइन त होइन हामी राम्रै मेचपान गर्थ्यौँ नि त उसलाई हामी तेल हाल्थ्यौँ नुन हाल्थ्यौँ होइन खोर्सानी हाल्थ्यौँ मन पराउने चिज सबै हाल्थ्यौँ गरम मसला आमा ल त्यसको साथीहरूलाई हाल्नु न त ल जाँदैछ बिस्तारै जाँदैछ नि त बिस्तारै आउँदैछ क्या कता हो मेरो टर्चको ब्याट्री सबै क्या नछोडे एक गया तो क्या हुआ दूसरा आ गया ना हमारे पास मैं तो नेपाली हूँ सान्नु गएन के यस्तैले बाँसले अब त अप्ठ्यारो ठाउँमा आयो अलिक माथिबाट हान्नु भयो अब हो ढुङ्गा छ त अनि यहाँ त पाउँदैन हौ यहाँ त पाउँदैन होला अहिले कति 12 भइसक्यो नि होइन पुरा माछा खोज्नु गङ्गा त उयो छ खोइ आमा गङ्गटा हेरौँ त ल मेरो दुश्मन है फेरि मलाई चाहिँ एकदम खानु मात्रै मजा आउँछ होइन त्यस्तो छ खान यहाँ झिङ्गे झिङ्गे माछा त हाम्रोमा होइन यस्तो छ है तर हामी टिपिँदैन हामी त्यत्रो खतरा मान्छे हो क्या झिङ्गे माछा चाहिँ नहीं हूँ ना मैंने उना था भाग गया साला किधर गया बचना दो बाम 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 कत्रो छन् भाइ ओ उदो उदो देखा न उदो देखा भिडियो नबनाऊ होला हौ यत्रो ठुलो माछा देखिरहेछ अनि देखा देखा यहाँ बसिरहेछ बाम 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 उता छ हौ मुदा टाउको हो टाउको हो टाउको चाहिँ खोइ कोन त नि पुच्छरमा हान्दाखेरि भाग्छ क्या यो पुच्छरमै हान्दिनँ त्यही त पुच्छर पो रहेछ नि यो कत्रो माछा छ ओ तल बाम हो क्या पुरा ओ नचला न भाग्छ क्या फेरि ओ त्यसो नगर भाग्छ हौ हान्न बुढो हान छिरो नि त भित्रै छिरो अन्त के गर्नु त अनि तलै बस्नु हामीले चाहिँ होइन बाम उम्काएर अब ए यस्तोमा परेको छौँ पुरा बाम भनेको चाहिँ सपा जस्तो हुन्छ होइन त्यो पक्रिनु कसैले पनि सक्दैन हामी त कोसिस गरेको भागो होइन छोड्यौँ ठिकै छ तर बाम भएको आएन अनि भाइ कस्तो होइन सेन्टी भयो नि होइन हामी कस्तो होइन भाइ नमिठो भन्यो होइन तर बिचरा छोड्यो त्यसलाई हामी अर्को तरिकाबाट पनि मार्नु सक्छौँ नि त होइन हामीसँग छ त्यो चिज तर हामी भन्दिनौँ हामी थुनेर मार्नु सक्छौँ नि त्यसलाई
यो खोला कसको राम्रो खोला त हो नि लडेर देख्नु न मन भाइ चाहिँ पुरा माछा देखिसकेको छ होइन पुरा उनेको अवस्था छ हेरौँ त यस्तो क्या लागेको हो ल यस्तो माछा भेटिन्छ अनि कस्तो खतरनाक यता पनि आयो एक दुईवटा त नाच्नु दिएन हौ यस्तो कस्तो भएको मर्नु आएको मर्नु आएको नि छ अब हाम्रो भिडियो नहेर्ने चाहिँ होइन के भन्नु छ होइन अनि भाइ गाली पनि नगरौँ होइन त्यहाँ छ र सोध्दैन हौ हिँडेको टाउको भनेर हेरेको ढुङ्ग्यो फन हल्का रमाइलो कस्तो ढुङ्गा ढुङ्गा हामी कहाँ आइपुग्यौँ तर भाइ दामी हान्नु रहेछ आज ल यस्तो हान्छ क्या अन भाइले यसको नाम के अरे अन भाइ भन्दैन तैँले ठक्क खोपा पकटे पकटे भन्छ होइन अब इङ्ग्लिसमा चाहिँ हामी भन्नु सक्दैनौँ होइन हामी अलिक इङ्ग्लिस धेरै आउँछ नि त त्यही भएर शुद्ध नेपाली पनि त खोपा माछा भन्छौँ होइन हामी चाहिँ राइट अब हाम्रो अन्तिम हुँदैछ 12 पनि यता माथिको चाहिँ अन्तिम हुँदैछ अब त्यहाँदेखि हन्टिङ चाहिँ सुरु नै छ हामी 3-4 बजी मात्रै सुत्ने मान्छे हो तर यो त लामो भिडियो बनाउँदा त होइन 6-7 घन्टाकै हुन्छ नि त मार्ने नै हामीले यो हो नि त होइन भाइ यहाँ चाहिँ रहेन होइन ल अब त माछा नि भइसक्यो कति हाम्रो त अनि 4-5 केजी भएन यार सोधिदिउँ अब भोलि पर्सि के मार्नु हौ छोडिदिनु यहाँदेखि फाइनली हामी चाहिँ निस्किसकेको छौँ होइन हन्टिङबाट होइन भाइ अझै माछै मार्नु लागेको नै यो त हाम्रो आमा कस्तो अप्ठ्यारो बाटो हौ झिङ्गे माछा हेर्न हिँडेको यहाँ पनि गाई यहाँ जिराइने रहेछ हिँड्ने यस्तो माछा त छोडिदिउँ यो हामी बाटोसम्म निस्किन्छौँ अन्त बाटो आउनु आँट्यो होइन घरबाट हिँडेको ल बाई गाई हल्नु भाइले खतरा हानेको आज झेर सर्छ होइन माछा देखाइदिउँ नि त हामीलाई देखाइदिउँ नि त एकचोटि यत्रो छ माछा फेरि अघि राखियो आएको होइन हामी कस्तो खुरेको नि बाठी